एका त्यसमा एउटा प्राइभेट स्कुल थियो। त्यहाँको प्रिन्सिपल पैसाको लागि जे पनि गर्न तयार थियो। सर विवेक त मरेछ नि। विवेक मर्यो? कतिले फिटिर्यो कि नै रोक्दा म हेर्छु। नमस्ते सर। नमस्ते, कति कामले आउनुभयो? बस्नु न एकचोटि। बाबुको एडमिसन गर्न हो। भइहाल्छ नि, प्राइभेट स्कुल यसैको लागि त हो नि। अनि साँच्चै तपाईँको मन्थली इन्कम चाहिँ कति छ नि? बाबुको एडमिसन गर्न हो त बाबुको पढाइ, क्रिएटिभिटी अनि अन्य कुराहरूको बारेमा हुन्छ त तपाईँसित स्यालेरीको बारेमा सोधिन्छ भने के हुन्छ? प्राइभेट स्कुल हो, यहाँ इन्कम सोधिन्छ। 60,000। हाम्रो मन्थली फी 20,000। अब गाडी चलाउनु छ भने गाडी फी 5,000। अनि कहिलेकाहीँ मेरो बुढीलाई कपडा किन्नु पर्ने हुन्छ, त्यसको फी हामीले सबै विद्यार्थीदेखि 4,000 लाग्छौँ। र टोइलेट युज गरेको 2,000। र स्कुलमा आएर क्यान्टिन फी 1,000। र कहिलेकाहीँ मलाई थाइल्यान्ड घुम्न जाने मन लाग्छ, थाइल्यान्ड घुम्न जाने बेला मैले सबै विद्यार्थीबाट 20,000 लाग्ने गर्छु। त्यही हो। अनि तपाईँ थाइल्यान्ड घुम्न जाने कि विद्यार्थीलाई पढाउने? अनि हामीले दिएको के अरे गार्जेनले दिएको मन्थली फीहरू तपाईँले विद्यार्थी के अरे थाइल्यान्ड घुम्न उडाने कि विद्यार्थीलाई पढाउनको लागि युज गर्ने हो? सधैँ विद्यार्थीलाई मात्र पढाएर हुन्न नि त, कहिलेकाहीँ त मनोरञ्जन पनि लाग्नु पर्यो नि हामीले नि। अनि प्यारेन्ट्सलाई कस्तो सुविधा छन् सर? प्यारेन्ट्सलाई त कुनै कम्पेरिजनै छैन नि, प्यारेन्ट्स त हाम्रो फर्स्ट प्रायोरिटी हो नि। सर एउटा प्यारेन्ट्सले त फिटिन नमान्नु भएन। को हो त्यो फिटिनु नमान्ने?